पढ्ने तर त्यसलाई बाइबलको वचन थाहा छ हैन, थाहा मात्रै भएर हुँदैन, तर त्यसलाई जीवनमा उतार्नुपर्छ, मनन गरिराख्नुपर्छ हैन, त्यसलाई घोषणा गर्नुपर्छ। अनि मात्रै उसको जीवनमा चाहिँ त्यसको पोजिटिभ हैन सकारात्मक प्रतिक्रियाहरू अनुभूतिहरू हैन ऊ आफैले अनुभव गर्न सक्छ र मान्छेहरूले समेत त्यो चाहिँ देख्छ, त्यो उसको जीवनमा प्रकट हुन्छ, परमेश्वरको वचनको शक्ति चाहिँ प्रकट हुन्छ हैन। त्यो मैले अनुभव गरेको छु। अनि अब मभन्दा बाइबलमा धेरै विद्वानहरू हुनुहुन्छ, मभन्दा के अरे चाहिँ धेरै अब मभन्दा बढ्ता भक्ति हैन, अब व्यक्तिको सम्बन्ध परमेश्वरको फरक हुन्छ हैन। अनि त्यसो भएको हुनाले अब मभन्दा धेरै यस्तो अनुभूतिहरू अझ अचम्मको परमेश्वरको हैन त्यो आशिषहरू परमेश्वरसँगको सङ्गत गर्दाखेरिको प्रतिक्रियाहरू उत्तरहरू हैन फरक ढङ्गको चाहिँ हुन्छ। अनि मेरोसँगको जुन सम्बन्ध मैले परमेश्वरलाई पाएको अनुभूतिहरू चाहिँ यसरी मैले थाहा गरेको छु। त्यसैले अब मैले चाहिँ विशेष गरिकन मेरो प्रार्थना उहाँले चाहिँ प्रार्थना गर भनेर मलाई चाहिँ त्यो भाग दिनुभएको छ। अनि म चाहिँ विशेष गरिकन प्रार्थना गर्दछु, अनि देशको लागि प्रार्थना गर्छु, अनि त्यसै गरिकन मानिसहरू बिरामी परेको अनि अब जिन विषयहरू आउँदाखेरि प्रार्थना गर्छु। म चाहिँ प्रार्थना गर्ने हो। अब मानिसहरूले चाहिँ कसैलाई के को सेक्टरमा चाहिँ परमेश्वरले खटाउनुहुन्छ हैन, कुन क्षेत्रमा कसैलाई अब मण्डलीको जिम्मेवारीहरूमा हैन, कसैलाई चाहिँ अब प्रचार, कसैलाई मिसनरीहरू हैन, यसरी फरक जिम्मेवारी हुन्छ। तर मलाई चाहिँ मेरो चाहिँ प्रार्थना हो। अनि म चाहिँ यसरी प्रार्थनाहरू मेरो गाउँको लागि प्रार्थना गर भन्नुभएको छ, गाउँमा प्रार्थना गरिरहेको छु। एकपल्ट फिलिपिन्सको लागि प्रार्थना गर भन्नुभएको थियो हैन। अनि यसरी फिलिपिन्सको लागि प्रार्थना गरेँ। अनि यसरी नै मेरो जीवन चाहिँ अनि प्रार्थना गर्ने अनि मानिसहरूलाई अनि मेरो जीवन गवाई भन्ने, मलाई यसरी म यस्तो बिरामी भएको थिएँ, म यसरी चङ्गाई भएँ, त्यसपछि मेरो जीवनमा यस्तो चाहिँ परमेश्वरसँगको मेरो चाहिँ इन्टरेक्सन चाहिँ उहाँले चाहिँ बाइबलको पद देखाउनुहुन्छ, कहिले बोलेर देखाउनुहुन्छ, कहिले चाहिँ त्यो लेखेको के अरे अक्षरहरू देखाउनुहुन्छ। अनि म उठेर पढ्छु। अनि एक दिन मेरो श्रीमान र म चाहिँ अनि सँगै थियौँ। अनि त मैले चाहिँ बेलामा दिन राति 2-3 पल्ट उठ्दै बाइबल पढ्नु परेको थियो। अनि किन चाहिँ यस्तो गरेको भनेर उहाँले भन्नुभएको थियो। अनि मैले चाहिँ मलाई परमेश्वरले वचन देखाउनुहुन्छ, अनि मैले पढ्नुपर्छ, त्यो पद देखाएपछि त त्यहाँ सबै कुरा त अनि पढेपछि थाहा हुन्छ, त्यसैले पढ्छु म भनेको हैन हो। के परमेश्वरले त सुत्नु पनि राम्रोसँग दिनु हुँदो रहेनछ भनेर चाहिँ उहाँ चाहिँ हाँस्नु पनि भएको थियो हैन। अनि मलाई एकदम रमाइलो लाग्छ परमेश्वरसँग जब हामी बिहान 3 बजेपछि अनि 5 बजेसम्मको समय चाहिँ परमेश्वरसँग अनि एकदमै के भन्ने अब हैन इन्टरेक्सन भएको जस्तो अनि हैन। अनि त्यस्तो सँगै परमेश्वरले यसरी देखाउनुहुन्छ। अनि हामीले चाहिँ परमेश्वरसँग बिहानको पख एकदमै हामीले चाहिँ परमेश्वरलाई सम्झिनुपर्छ हैन। परमेश्वरले चाहिँ यसरी हामीलाई चाहिँ